कहिलेकाहीँ सजिलो सजिलो छ भन्दा भन्दै पनि ग्रामरहरू बिग्रिन्छन् थाहा छ। हो त्यही भएर आज चाहिँ म तपाईँहरूलाई एकदम धेरै सजिलो तर इक्जाममा एकदम धेरै सोध्ने ग्रामरको बारेमा चाहिँ लिएर आएको छु है। आजको ग्रामरको टपिक भनेको चाहिँ नाउन प्लस ए भर्सेस नाउन प्लस ए छ। अब यो नाउन प्लस ए भनेको पनि हाम्रो मा नै हो, त्यस्तै नाउन प्लस ए छ भनेको पनि के हुन्छ मा अथवा बाटादेखि भन्ने चाहिँ अर्थ लाग्छ, तपाईँलाई थाहा छँदैछ। अब यो बिचमा फरक चाहिँ दुई चारवटा फरकहरू छ, त्यो चाहिँ याद गर्नुपर्छ है। तपाईँले यो कुरा थाहा पाउनु भएन भने चाहिँ तपाईँको यो सजिलो हुँदै पनि कहिलेकाहीँ बिग्रिन सक्छ, इक्जाममा यो आइरहेको पनि छ। अब सुरुमा छ हाम्रो नाउन प्लस ए। अब यो नाउन प्लस ए भनेको चाहिँ हाम्रो के हो मा। यो चाहिँ कुन कुन ठाउँमा लाग्छ भन्दाखेरि दुईवटा ठाउँ लाग्छ प्रायः। एउटा भनेको समयको पछाडि लाग्छ, एउटा भनेको जहिले पनि के हुन्छ स्थान अथवा ठाउँको पछाडि लाग्छ है। सजिलो चाहिँ याद गर्ने ठाउँको पछाडि लाग्यो, त्यस्तै अर्को भनेको समयको पछाडि लाग्यो। अब समयको पछाडि चाहिँ जस्तै गत हप्ता, गत महिना, त्यस्तै आउने महिना, त्यस्तै अलिक के हुन्छ अब कति बजे, अब जस्तै 12 बजे, 1 बजे, 2 बजे यस्ता कुराहरू आउँछ। अथवा मेस्सी अथवा मेस्सी ए यस्तो कुराहरू कति भन्ने कुराहरूमा लगाउन सकियो। तर समयमा लगाउँदाखेरि पनि हाम्रो खुजके, त्यस्तै खुजे, ओनुल, नेल र मोरे भन्ने शब्द र अर्को भनेको अन्जे भन्ने शब्दको पछाडि चाहिँ कहिले पनि हामीले ए जोड्न मिल्दैन है। खुजके ए भन्न पाइँदैन, त्यस्तै ओनुर ए भन्न पाउँदैन, ओनुरे हुन्छ होइन, उच्चारण गर्दाखेरि चाहिँ ओनुरे भन्न पाइँदैन। यसको पछाडि यो छौडाको पछाडि चाहिँ ए जोड्न पाइँदैन। यो त भयो हाम्रो समयमा सजिलो छ, खासै धेरै गाह्रो छैन, त्यही अलिक अपवाद सम्झ्यो भने पुग्छ। त्यस्तै अर्को भनेको हाम्रो स्थान। अब यो स्थानमा लगाउने समय बेलामा चाहिँ तपाईँले कुनै पनि ठाउँको बारेमा भन्नुभयो र ठाउँको पछाडि ए जोड्नुभयो। यो ए जोडिसके पछाडि चाहिँ जहिले पनि हाम्रो चलायमान क्रिया हुनुपर्छ है। यो चलायमान क्रिया भनेको खादा, ओदा, थानिदा, यो हाम्रो हुन्छ नि इदोङ थोङ्सा भन्छ, चलायमान क्रियाहरू आउनुपर्छ अनिवार्य रूपमा चाहिँ। तपाईँले ए लगाइसकेपछि ए को पछाडि जहिले पनि के हुनुपर्ने रहेछ, हाम्रो चलायमान क्रिया चाहिँ हुनैपर्छ है, याद गर्नुपर्ने कुरा। ए को पछाडि जहिले पनि के हुनु पऱ्यो, चलायमान क्रिया हुनु पऱ्यो। त्यसै गरी इत्ता, अप्ता, साल्दा, थुदा, नथा, त्यस्तै अर्को भनेको हाम्रो मान्था, छक्ता, यो कुराहरूको अगाडि र अर्को भनेको खेसिदा पनि छ। खेसिदाको अगाडि चाहिँ हामीले सिधै ए पनि लगाउन सकिन्छ है। यो त भयो हाम्रो ए को बारेमा भयो। त्यस्तै अर्को भनेको छ हाम्रो नाउन प्लस ए छ। यो नाउन प्लस ए छ भनेको चाहिँ बाटा अथवा देखि र अर्को भनेको मा पनि हुन्छ। कुन अवस्थामा बाटादेखि हुन्छ र कुन अवस्थामा चाहिँ मा हुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ है। अब सुरुमा छ हाम्रो मा। अब यो मा चाहिँ कुन अवस्था हुन्छ भन्दाखेरि चाहिँ कुनै पनि शब्द अथवा कुनै पनि ठाउँमा चाहिँ तपाईँले ए स लगाइसकेपछि त्यसको पछाडि चाहिँ चलायमान क्रिया आउँदैन भने त्यस्तो अवस्थामा चाहिँ यसलाई चाहिँ मा भनेर पढ्न सकिन्छ। तपाईँले कुनै पनि ठाउँमा खाली ठाउँमा ए स लगाउनु भयो, ए सको पछाडि चलायमान क्रिया आउनु भएन। यसलाई चाहिँ नेपालीमा अझ सजिलो तरिकाले भन्ने हो भने चाहिँ कुनै पनि ठाउँमा कुनै पनि क्रियाकलापहरू गरिन्छ भने त्यस्तो अवस्थामा चाहिँ यसलाई चाहिँ मा भनेर चाहिँ प्रयोग